मानिसहरू मलाई सधैँ सोध्छन् तिमी यति गहिरो साधनामा कसरी टिकिरहन्छौ? उनीहरू एउटा कुरा बुझ्दैनन्, साधना एक्लै हुँदैन। शमशान मन्त्र तन्त्र यी सबै देखिन्छन्, तर नदेखिने भनेको घरभित्रको साधना हो। म बाहिर कालीको अगाडि झुक्छु, र म घरभित्र उहाँको अहंकार सम्हाल्छु, म उग्र शक्तिको सामना गर्छु। र म उहाँलाई मानिस भएर बाँच्न सम्झाउँछु। मानिसहरू सोच्छन् साधक बन्न पत्नी त्याग्नु पर्छ। तर सत्य उल्टो छ, त्यही सङ्गिनी बिना साधना अधुरो हुन्छ। काली केवल शमशानमा छैनन्, काली धैर्यमा छिन्, काली मौन समर्थन छिन्, काली त्यो विश्वासमा छिन् जहाँ शब्द चाहिँदैन। जब म भत्कान्छु, म समेट्छु, नाटक गरेर होइन, शक्तिमा उभिएर। जब म अन्धकारमा जान्छु, म बाटो देखाइदिन्छु, म हात समाउँछु। म प्रेम रोमान्टिक कथा होइन, यो तन्त्र सम्झौता हो, जहाँ दुई आत्मा एउटै अग्निमा जल्छन्। र एउटै सत्यमा बाँच्छन्। साधना भनेको जप मात्र होइन, साधना भनेको एक अर्कालाई सत्यमा टिकाइराख्नु हो। यदि तिमी साधना खोज्दैछौ, पहिले सम्बन्ध शुद्ध गर, किनकि काली टुटेको अहंकार स्वीकार्छिन्। तर झुटो प्रेम स्वीकार्दैनन्। हामी पति पत्नी मात्र होइन, हामी साधनाका सहयात्री हौ। जय जय काली। जय जय।